अमेश दाइले अर्थिङ लगाइदिन्छु भनेर पैसा खानेलाई एक समाउँदै हुनुहुन्छ। तर स्टुडेन्ट भिजामा यहाँ एउटा रुममा 2 जना भनेर ल्याएर 4-5 जना कोचिरहेको छ। अनि 1-2 लाख रुपियाँ कन्सल्टेन्सी फी भनेर पैसा लिइरहेको छ। अनि काम आउने बित्तिकै काम लगाइदिन्छु भनेर 2-3 लाख रुपियाँ कमाइ हुन्छ भनेर आश्वासन दिएर नेपालबाट जापान ल्याइरहेको छ। टोकियोमा भनेर लगेर गाउँतिर राखिदिइरहेको छ। स्कुलको नजिक होस्टेल छ भनेर यहाँ आइसकेपछि 1-2 घन्टा ट्रेन चढ्नुपर्ने ठाउँमा लगेर होस्टेल राखिरहेको छ। अनि जापानमै रुम खोजिदिने बाहनामा 1 लाख रुपियाँसम्म नेपालीहरूले खाइरहेको छ। यो बारे बोल्ने को अमेश दाइले हाकेनहरूलाई समाउनु भइरहेको छ, पैसा लुट्नेहरूलाई समाउनु भएको छ। नेपालको गृहमन्त्रीले समाएको जस्तो भोलि बिहान को समाउँछ भन्ने अत्तो पत्तो छैन। कसलाई स्ट्याटसमा व्यङ्ग्य हान्नुहुन्छ अत्तो पत्तो छैन, कसलाई समाउने थाहा छैन। तर यो नेपालको कन्सल्टेन्सीलाई पनि यसरी नै एक समाउने कोही एकजना हामीलाई चाहिएको छ।